साँच्चै हर्क सम्पाङले मै प्रधानमन्त्री हो भन्थे, साँच्चैको बहुमत ल्याएको भए सर्वसम्मति पार्टीले के गर्थ्यो होला त? म त त्यो पार्टीमा 10 वटा मन्त्रालय सम्हाल्न सक्ने अब्बल खुबी भएको क्यान्डिडेट एउटा पनि देख्दिनँ के। साँच्चै भनेको। शिक्षा मन्त्री भयो, स्वास्थ्य भयो, हैन, अर्थ भयो, त्यसपछि तपाईँको गृह मन्त्रालय भयो, यिनी सम्हाल्न सक्ने क्यान्डिडेट कोही छ त्यो पार्टीमा? उही हर्कले मात्रै प्रधानमन्त्रीले मात्रै सम्हाल्न सक्ने त कुरो होइन होला। अब राष्ट्रिय स्वतन्त्र पार्टीमा त फेरि 101 अब्बल क्यान्डिडेट छन् फेरि, हैन? एउटाले गर्न नसके अर्को छ, अर्कोले गर्न नसके अर्को छ, छोरी मान्छे भने छोरी मान्छे छ, छोरो मान्छे भने छोरो मान्छे छ, हैन? अब हर्क पद मात्रै भन्छ, हैन? उही एमाले जस्तो के, एमाले पनि उही केपी मात्र भन्थ्यो के केपीले, है? अनि अब केपीको बारेमा केही विपक्षमा आफै पार्टीले बोल्यो भने कारबाही गरिहाल्ने। अब त्यो भएर पनि अब एमाले पतन भयो। हो त्यस्तै छ क्या सर्वसंस्कृति पार्टी पनि। खालि अब हर्कपत भन्छ, अब त्यो उसले भनेको कुरामा मात्रै हँमा हँ अँमा अँ गर्नुपर्ने, नत्र कारबाही गरिहाल्ने। अगर हर्क सम्पाङले बहुमत ल्याएको भए उही माओवादीको पारा हुन्थ्यो क्या। माओवादीको एक्चुअली पायो नि, केही गर्न सकेन नि, मिलिजुली सरकार बनायो, हो त्यस्तै हुन्थ्यो। त्यही भएर पनि अहिलेका जनताहरूले हर्क सम्पाङलाई भोट नदिएको के। अब म पाएँ भन्ने छ, अब खुबी केही पनि छैन, हैन? म बाहेक अरू कोही छैन भन्ने टाइपको अब कुरा गरिसकेपछि जनताले पत्तो नि कुरो भएन।